नोभेम्बर 2 को दिनमा आफ्नो देशमा देवउठी एकादशी पर्दैछ। यो देवउठी एकादशीको दिनको साँझको सन्ध्याको टाइम भनेको के हो? सूर्यास्तको समयको 15 मिनट पहिले र 15 मिनट पछिको समयलाई सन्ध्याको समय भनिन्छ। र यो देवउठी एकादशीको सन्ध्याको समयमा कपुरले भगवानलाई र गुरुदेवलाई आरती गर्ने हो भने पुरै वर्षभरि नै अकाल मृत्यु रोकिन्छ। त्यसैले विपदको समयमा भगवानलाई सम्झेर साँझको टाइममा हामीले कपुरले भगवानलाई आरती गरिहालौँ। त्यो कपुरलाई एउटा चाँदीको दियोमा राख्यो भने झनै बढी प्रभावकारी, पोजिटिभिटी झन् बढी हुनेछ। यदि यो चाँदीको दियो छैन भने आफूले जुन दियो चलाउने हो त्यहीमा कपुरलाई राखेर बालेर आरती गर्दा पनि भइहाल्छ। धन्यवाद।